हाई गाइज वेलकम टु माई मिनी ब्लग। स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ मिनी ब्लगमा। आज चाहिँ हामी यति हतार हतार किन छौँ भनेपछि आज चाहिँ हाम्रो मम्मी गाउँबाट आउने। मैले हिजो भनेको थिएँ नि त गाउँबाट आइसिन्छ भनेर। अनि मम्मी आउँदाखेरि चाहिँ यस्तो फोहोर देख्यो भने त मम्मीले गाली गर्छिन्छ। त्यही भएर हामी चाहिँ छिटो छिटो रेडी भएर छिटो छिटो कपडा यताउति मिलाउँदैछ होइन साथीहरू। अब के गर्नु मिलाउनु त पर फेरि फोहोर देखेपछि त मम्मीले गराइहाल्छिन्छ नि। अनि त्यस पछाडि यत्तिकैमा हाम्रो मम्मी पनि आइस्यो। हाम्रो मम्मीलाई हेर साथीहरू हाम्रो मम्मी पनि आइस्यो। अनि हामीलाई लिन आऊ भनेर हामीहरूलाई फोन गरिसकेको थियो। अनि मेरो बहिनी गीता वर्षा चाहिँ लिन गएको थिएँ। म चाहिँ घरमै थिएँ क्या, भात सात पकाइरहेको थिएँ। अनि त्यस पछाडि मम्मीलाई लिन गए यिनीहरू चाहिँ। हामीहरू मात्रै हो कि हजुरहरू पनि गर्नुहुन्छ यस्तो? मम्मी बाबाहरू कहीँबाट आएपछि झोलाहरू खोतालिहाल्ने के? हाम्रो मात्रै होइन होला, हजुरहरूकोमा पनि हुन्छ होला। हामीहरूले खाना साना खायौँ यत्तिकैमा। अनि दिउँसो चाहिँ गर्मी यति गर्मी भयो साथीहरू। अनि मम्मीसँग 100 रुपियाँ मागेर मैले नपठाएँ भाइ बहिनीहरूलाई। भाइले ल्याएको तर यो गीता चाहिँ त्यहाँनिर गएर मैले ल्याएँ भनेर देखाउँदै थिएँ। हेर साथीहरू, यो जुन अर्को कलाकारिता हो। अनि यत्तिकैमा हामीलाई चाहिँ के भूत चढ्यो कुर्नी वर्षारमा त लाग्यो न्यु रोडतिर होइन असनतिर असनतिर गथ्यौँ। त्यहाँ चाहिँ मेलाहरू लागिरहेको रहेछ कि खै के हो हामीले चाहिँ खासै बुझेनौ। तर हामी गथ्यौँ, मेला रहेछ। अनि मैले भिडियो पनि खिच्दै हालेँ। अनि त्यहाँ हेर्नु न, यो चाहिँ मलाई एकदम मन परेर मैले यसको चाहिँ भिडियो बनाएको थिएँ। अनि यत्तिकैमा हामी दुई बहिनीको चटक देखाउँदै घरतिर लाग्यो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।